हेलो साथीहरू, वेलकम ब्याक माई मिनी ब्लग अनि सबैजनालाई स्वागत छ मेरो यो आजको भिडियोमा। र यसै गरी आज पनि म चाहिँ हाइटेड पुगिसकेको छु, किनकि आज चाहिँ अलैँची सफा गर्नु गएको होइन, खेतला थियो नि त। फेरि कोदो रोपाइसकेर पनि किन गएको होला सोच्नुहुन्छ होला, किनकि म चाहिँ बेसी चाहिँ गइराख्नु पर्ने कामहरू भइरहेको छ साथीहरू। त्यसैले आज पनि अलैँची सफा गर्नु खेतला जाँदैछु, देख्न सक्नुहुन्छ तपाईँहरूले। र यसै गरी साथीहरू मेरो साथमा हुनुहुन्छ हाम्रो भाउजू र दिम्दे, अनि म चाहिँ माथिनिर गाउँदेखि झरेको नि त। हामी चाहिँ साथीहरू तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो गाउँघरतिरको धानहरू हेर्नु होला। र यसै गरी साथीहरू तपाईँले देख्न सक्नुहुन्छ मैले जुन अस्तिको भिडियोमा तपाईँलाई देखाएको थिएँ नि, यहाँ चाहिँ कोदो रोप्नु पर्ने भनेर। अनि त्यसपछि त्यतिखेर चाहिँ बाँझो मात्रै थियो होइन, बाँझो फोरेको मात्रै थियो। अनि अहिले चाहिँ कोदो चाहिँ रोपेर पनि कोदोले चाहिँ जरा लगाइसकेको छ साथीहरू। सो तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। सधैँ म गइराख्ने ठाउँहरू चाहिँ यस्तो छ है साथीहरू। अनि यसै गरी साथीहरू अब चाहिँ कामको लागि झर्दैछु। अझै पुग्नुपर्ने चाहिँ निकै तल थियो होइन, अरुण खोलाको अलिकति मास्तिर मात्रै थियो आजको काम चाहिँ, त्यही भएर धेरै टाढाको थियो। अनि मैले चाहिँ भिडियो चाहिँ हाइटेड निक्लिसकेपछि मात्रै बनाएँ साथीहरू, देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि यतिखेर चाहिँ मसँग भएको साथीहरू चाहिँ अगाडि गइसक्नु भएको थियो र म चाहिँ पछाडि उनीहरूलाई पछ्याउँदै जाँदै थिएँ साथीहरू। यसै गरी देख्न सक्नुहुन्छ म चाहिँ जङ्गलमा आइपुगिसकेको छु। अनि आजको काम चाहिँ अरुण खोला नजिकै भएको कारणले गर्दाखेरि साथीहरू अलिक धेरै टाइम लाग्यो हामीलाई चाहिँ गाउँदेखि जान चाहिँ। हामी चाहिँ लगभग 10 बजी नै बाटो लाग्यो, तर हामी चाहिँ साथीहरू यहाँ चाहिँ 11 बजे नै आइपुगिसकेको थियौँ। तर काम गर्ने ठाउँमा चाहिँ पुगिसकेको थिएन, त्यो मासतिर चाहिँ पुगिरहेको थियो। यति धेरै टाढा परिरहेको थियो। तपाईँहरूले देखिसक्नुभयो मैले अरुण नदी पनि देखाइरहेको छु। र यहाँनिर चाहिँ यो देख्ने अलैँची बाढ चाहिँ हाम्रै हो होइन। अनि हामीले पनि यो चाहिँ खानु बाँकी नै छ, खानेको छैन। त्यो जङ्गलहरू चाहिँ यति धेरै भइसकेको छ नि साथीहरू, मैले देखेर तर्सिए, देख्न सक्नुहुन्छ तपाईँहरूले पनि। त्यो माथिनिर चाहिँ खाटबारी जाने र खाटबारीदेखि आउने रोड हो साथीहरू। सो तपाईँहरूले पनि देख्न सक्नुहुन्छ यो भिडियोमा। अनि यो माथि जुन मैले यो खोला देखाएको छु नि चाहिँ, अनि साथीहरू त्यो खोलाको नाम चाहिँ एक्वा खोला भन्छ साथीहरू। र तलनिर चाहिँ हाम्रो खेतालाहरू चाहिँ पुगिसक्नु भएको थियो र म पनि यसरी भिडियो बनाउँदै साथीहरू आइपुगिसकेछु, देख्न सक्नुहुन्छ। अनि आज काम गर्नुपर्ने ठाउँहरू चाहिँ अनि त्यस्तो थियो, देख्न सक्नुहुन्छ। यतिको झारहरू चाहिँ थियो साथीहरू आजको काम गर्नुपर्ने ठाउँहरूमा चाहिँ। अनि तलनिर मभन्दा अगाडि जानुभएको साथीहरू चाहिँ बसिरहनु भएको थियो। अनि मैले चाहिँ माथिदेखि भिडियो बनाइदिएँ साथीहरू। 5 जना चाहिँ तलै नै थियो, 2 जना चाहिँ पानी भर्नु गएको थिएछ। अनि म चाहिँ पछि आउँदै थिएँ, पानीमा चाहिँ यसरी भिडियो बनाइदिएँ साथीहरू। र यसै गरी हामी चाहिँ केही बेर बिसाएर चाहिँ त्यसपछि चाहिँ कामतिर लाग्यौँ साथीहरू। अनि यहाँनिर हुनुहुन्छ हाम्रो खेताला लगाउनु हुने धनी, अनि यहाँनिर हुनुहुन्छ मेरो चाहिँ साइनोले ननो पढ्नुहुन्छ उहाँ चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ। अनि सबैजना काममा लागिसकेको थियो। अनि म चाहिँ यसरी भिडियो बनाउँदै जाँदै थिएँ काममा साथीहरू, किनकि हामी चाहिँ काममा चाहिँ एकै ठाउँ चाहिँ होइन, अलिक फारिएर बस्नुपर्ने हुन्छ नि त, त्यही भएर। अनि म पुग्दाखेरि चाहिँ मेरो दाजुले चाहिँ यसरी कामहरू गर्न सुरु गरिसक्नु भएको थियो र मैले चाहिँ भिडियो बनाइदिएँ साथीहरू। सो अब चाहिँ म पनि कामतिर लाग्नुपर्ने हुन्छ साथीहरू। अरुण खोला चाहिँ यति नजिकै थियो, हामी चाहिँ अरुण खोलाको नजिकै थियो क्या हाम्रो चाहिँ आजको काम चाहिँ साथीहरू। देख्न सक्नुहुन्छ तपाईँहरूले पनि। अनि यसरी काम गर्दै थियो उनीहरू, मैले पनि काम चाहिँ गरिरहेको थिएँ। तर पनि मैले बिचमा चाहिँ भिडियो बनाउनु मन लागेको भिडियो बनाइदिएँ साथीहरू। सो देख्न सक्नुहुन्छ आजको हाम्रो कामहरू चाहिँ यस्तो थियो। अलैँची चाहिँ भर्खरको बिरुवा है। म चाहिँ यहाँ छु साथीहरू। काम गर्नु अल्छीले चाहिँ होइन कि, तर यसो भिडियो बनाउनु मन लागेर चाहिँ भिडियो बनाएको
साथीहरू देख्न सक्नुहुन्छ। अनि सो हामीले चाहिँ खाजा खाने बेलासम्म चाहिँ यति गरिसकेका थियौँ। अनि अब चाहिँ खाजा खानुपर्ने हुन्छ नि त। अनि 3जना चाहिँ अझै आउनुभएकै थिएन तलनिर खाजा खाने ठाउँमा। अनि हामी चाहिँ पुगेर पनि यसरी भिडियोहरू बनायौँ। सो अनि बुहारीले चाहिँ खाजा निकाल्दै थियो, मैले चाहिँ भिडियो बनाइदिएँ यसरी साथीहरू। अनि केही समयमा चाहिँ सबैजना भेला भएर खाजा पनि दिइसकेको थियो बुहारीले। अनि मैले चाहिँ भिडियो बनाइदिएँ साथीहरू। बुहारीले खाजा दिँदै थियो। हाम्रो खेतालाहरू चाहिँ आज धनी खेताला गरेर चाहिँ 8जना भएको थियौँ साथीहरू। देख्न सक्नुहुन्छ तपाईँहरूले। र यसरी खाजा खाइसकेपछि चाहिँ हामी फेरि पनि काममा लागिसक्यौँ र देख्न सक्नुहुन्छ। अनि सबैजना काममा लागिसकेको थियो र मैले चाहिँ पछाडिबाट भिडियो बनाइदिएँ यसरी। अनि अबको बाँकी कामहरू चाहिँ त्यति गर्नुपर्ने थियो साथीहरू। जङ्गल चाहिँ त्यतिको थियो है त्यहाँदेखि उँभो चाहिँ। अनि यसरी मैले चाहिँ भिडियो बनाउँदै गएँ। अनि बुहारी भदै अनि एकजना भाउजू चाहिँ तलनिर काम गर्दै हुनुहुन्थ्यो। अनि हामी 3-4जना चाहिँ माथिल्लो गाडातिर थियौँ साथीहरू। सो देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि म चाहिँ यता भाउजूसँग परेको थियो एउटै गाडामा। अनि यसरी नै आजको काम चाहिँ हामीले सकिसकेको थियौँ साथीहरू। देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि दाजु र मैले चाहिँ एउटा गाडालाई चाहिँ सकेर अनि दाजु चाहिँ माथिल्लोपट्टि बेमा र बुहारीलाई सघाउन जानुभयो र मैले चाहिँ यसरी नै भिडियो बनाएँ साथीहरू। सो देख्न सक्नुहुन्छ। अनि आजको काम चाहिँ आजको बगानलाई चाहिँ हामीले चाहिँ सकिसकेका थियौँ बेलामै। देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि यसै गरी मैले चाहिँ यसरी भिडियो बनाएँ। सबैजनाले चाहिँ काम सकिन आँटेको थियो र आजको काम चाहिँ हामीले तलतिरदेखि नि यो माथिनिरसम्मको थियो। अनि हामी चाहिँ यो सबै कामहरू चाहिँ सकियो साथीहरू। लगभग यो काम सकिँदाखेरि चाहिँ 5 बजिसकेको थियो होला। र यसै गरी हामी चाहिँ यो डाँडा कटेर गाउँ आउनुपर्ने थियो नि त। 5:30 हुन लागिरहेको थियो यो काम सक्दाखेरि। सो यसरी नै म चाहिँ भिडियो बनाउँदै थिएँ। अनि उतातिर हेरेको छ दिन त यस्तो भइरहेको रहेछ, पानी पर्ला जस्तो भइरहेको रहेछ। अनि हामी चाहिँ हतार गाउँ आउनको लागि घर आउनको लागि यसरी उकालोतिर लाग्यौँ साथीहरू। सो तपाईँहरूले देख्न सक्नुहुन्छ। रात पर्न अटिसकेको थियो। अनि यसरी हामी चाहिँ उकालोतिर लाग्यौँ साथीहरू। र 2जना चाहिँ मेरो अगाडि थियो भने अनि 1जना बुहारी चाहिँ पछाडि थियो। अनि छोरा मान्छेको ग्रुप चाहिँ अझै हामीभन्दा पनि पछाडि हुनुहुन्थ्यो क्या, किनकि उनीहरू चाहिँ अलि हिँड्न सकिन्छ नि त। अब हामी त छोरी मान्छे त्यति साह्रो हिँड्न सकिँदैन, त्यही भएर अगाडि यसरी लाग्यौँ साथीहरू। र यसै गरी हामी चाहिँ खेततिर चाहिँ निक्लिसकेको थियौँ साथीहरू, अलैँची बगानदेखि चाहिँ। सो आजको भिडियो चाहिँ मेरो चाहिँ यति नै हो। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्टमा भन्नु होला। र यसै गरी हामी चाहिँ अर्को भिडियोमा भेट्नेछौँ। ओके बाई एभ्रिवान।